गाइस आज म उठेँ बिहानै। यो भिडियो आजको होइन, आजभन्दा 2 दिन अगाडिको भिडियो हो। म बिहान 4 बजी उठेर फटाफट घर सबै झाडु गरेँ अनि यता अगाडि पनि आएँ, दोकान पनि झाडु गरेँ अनि आँगन झाडु गर्दैछु। त्यति बिचमा झाडुसाडु गरिसकेँ अनि गरिसकेर भित्र गएँ। भित्र गएर मैले झाडु गर्न जाँदाखेरि पानी नुहाउनको लागि पानी गरम गर्न बसालेको थिएँ। त्यहाँबाट आएँ, तातो पानी 1 गिलास खाएँ अनि उतातिर पानी मेरो नुहाउने पानी उम्लिरहेछ। अनि फटाफट म अब कपडा लिएर नुहाउन गएँ। त्यति बिचमा नुहाएर आएँ। यहाँ क्रिम सकेको त मैले यसरी काटेर क्रिम निकालेँ। हजुरहरूले कसले त्यसो गर्नुहुन्छ? अनि फटाफट क्रिमहरू सिन्दुर टिको लगाएर आएर यहाँ दाल बसान रेडी गरेँ। दाल बसाएर त्यसपछि मटर लाउले कि हालेर आलु बनाएँ, फेरि एउटा सब्जी। अनि दाल बसान रेडी गरेको छु, दाल बसालिहालेको छु। त्यति बिचमा पानी गरम हुँदैछ। हस्बेन्डले भन्नुहुँदै थियो पानी गरम गर, म आँटा गुन्दिन्छु भनेर। किनभने हाम्रो घरमा ठुलो बाउ आउनुभएको थियो, बिमारी हुनुहुन्छ, जो ऊ चाहिँ हाम्रो यहाँ गेमन भन्ने जग्गामा आयुर्वेदिक दबाई गर्न आउनुभएको। त्यसको लागि उहाँहरू मेडिकल जान्छ छिट्टै। त्यहाँबाट म धमाधम उठेर सबै खानापिनाको बेलामा लाग्दैछु कि। अनि यता मैले दाल बसाना पनि रेडी गरेँ अनि अर्को कुकरमा फेरि मटर पनि बसालेँ। उता पानी पनि उम्लिँदैछ। हस्बेन्डजीले त्यही आँटा गुन्दिन्छु भनेको लागि पानी उम्लेकै छैन, फटाफट उमाल्दैछु। किनभने बिहानखेरि तातो पानी थुप्रै चाहिन्छ नि त। अब ठन्डा दिनले गर्दा मुख धुन भनौँ, सबैलाई चाहिन्छ मुख सुख धुन भन्न। अनि त्यही भएर अनि हस्बेन्डजीले के भन्नुहुँदै थियो त्यहाँनिर के गर्ने के नगर्ने भनेर। अनि मेरो ठुला बा र भाइ आउनुभएको थियो घरमा। अनि त्यति बिचमै अनि ठुलो मुख धुन जानुभएको थियो। अनि मुख धोएर आउनुभयो यतातिर। अनि मुख धोएर आएर मैले फटाफट मुख धुने गाम्छा लिएर दिएँ ठुलोलाई। अनि त्यहाँ बसाएर त्यो गरम पानी पनि हस्बेन्डले रेडी गरिदिइरहनु भएको थियो। गरम पानीहरू पिउन दिनुभयो। अरू उहाँको कतिवटा दबाईहरू पनि थियो, त्यो दबाईहरू पनि खान दिनुभयो, खाली पेटमा जुन खानुपर्ने हो त्यो दबाईहरू। अनि त्यहाँ फटाफट यतातिर म आएँ। यतातिर हस्बेन्डले उयो बनाइदिइसक्नु भएको थियो, आँटा गुन्दिसक्नु भएको थियो। अनि यता कुकरले पनि सिटी मार्यो। अनि आमाहरू पनि त्यतिखेर मर्निङ वक गरेर आमा काकीहरू पनि आइपुग्नु भयो। अनि यता फटाफट म गर्दैछु यतातिर ढिलो भयो भनेर। अनि ठुलोलाई पनि 2टा जति रोटी दिन पाक्दैछ यतातिर। उता अनि 2टा जति पाकेपछि मैले दिए पनि हालेँ। अनि म भन्दै थिएँ हजुरहरू पनि छिटो गरेर खानु, अलि ढिलो हुन्छ भनेर भन्दै थिएँ। अनि हजुरले छिटो गरेर खानु भने अनि त्यहाँ खाना दिएँ 2जनालाई फेरि। अनि उहाँहरूलाई पठाएर भर्खर म पूजा पनि गरेर आएँ, किनभने मैले बिहान पूजा गर्न भ्याएकै थिइनँ कि। अनि त्यहाँबाट अनि फटाफट आएँ। यतातिर कपडाहरू पनि मिलाउनु पऱ्यो, कम्मलहरू पनि मिलाउने थियो। फेरि बेटीलाई एकछिनमा स्कुल पनि पठाउनु छ। अनि गाईहरू पनि निकाल्नु छ, गाई निकाल्नु छ, बाख्रा निकाल्नु छ, त्यतिखेर दाना पनि दिनु छ, धेरै छ कि काम। अनि बिहानको टाइम चाहिँ कति हतार हुन्छ भन्नुहुन्छ भने। अनि बेटीले पनि फेरि बोलाउँदै थिइन् के भन्दै थिइन् त्यहाँनिर। अनि त्यति कपडाहरू मिलाइसकेर फटाफट म पनि रोटी खान थालेँ। रोटी चाहिँ गमलामै लिएर बसेँ, किनभने त्यो पनि धुनै पर्छ चाहिँ, त्यही भएर कतिवटा त गर्नु भनेर फेरि रोटी लिएर बसेँ। रोटी पनि खान थालेँ। त्यहाँबाट फटाफट घरको कामदाम गरिसकेँ। यस्तो बाहिर निस्केको उहाँ हामीहरूका फेरि त्यहाँ बगानमा काम गर्नेहरू आज दाउरा काट्दै रहेछन् कि हाम्रो बाँसज्याङमा। अनि उनीहरूलाई मैले अस्तिबाट भनेको थिएँ छिटो छिटो गरेर हामीहरूको त्यहाँ झिक्राहरू झिक्रा गाडौँ न भाते करेलामा भनेर भन्दै थिएँ कति त्यसलाई। अनि त्यही भयो। अनि फेरि त्यहाँ अनि बेटीलाई त्यति बेला बेटी आइन्। बेटीलाई फेरि म भन्दै थिएँ उत्पात नगर है बेटा भनेर। स्कुलबाट आएपछि यति बदमास गर्छिन्। अनि ऊ आउने बित्तिकै मैले बेटी आएपछि दुवैले फटाफट दुईतिरको बन्द गरेर उनलाई चाहिँ फटाफट भात बनाएर खिलाएँ। अनि खिलाइसकेर अनि बल्ल दैलो खुलेको नभए फेरि काकी घर गइन् भने घर आउनै जान्दिनन्। अनि यति बिचमा हाम्रो उसले पनि यहाँ काम गर्न थाली, झिक्रा गाड्न आई। अनि झिक्रा गाड्न आएर 2जनाबाट फटाफट गाडौँ भनेर गाड्न थाल्यौँ। उसले खन्ने म चाहिँ झिक्रा ठिक्कको पार्नु पऱ्यो नि त गाड्नको लागि। त्यसको लागि अनि त्यहाँ म झिक्रा काट्न थालेँ, ऊ फटाफट खन्दैछ। अनि दमादम झिक्रा काटेर आएर म त्यहाँबाट भाते करेलाको टुप्पा अलिकति भेटेँ, अलिकति निगुरो भेटेँ। अनि सानो आलु र निगुरो अनि यो भाते करेला टुप्पा मिलाएर फटाफट केलाइकुली पारेँ। अनि किनभने उहाँ ठुलो भएर पनि आइपुग्ने बेला हुन आँटेको थियो, त्यसको लागि फटाफट म खाना बनाउनु पर्यो नि त, गरम गरम बनाएर राख्नु पऱ्यो। अनि उतातिर मेवा पनि काट्दै थिएँ, मेवा बोइल गर्नु पऱ्यो भनेर मेवा सानो आलु हालेर बोइल गर्नलाई रेडी पारेँ। यतातिर भात पनि बसाइरहेको छु ग्यासमा, भात बसालेर रेडी छ। अनि उता उहाँहरू त्यतिमै भात सबै ठिक्क पाकि पनि सक्यो। अनि आइपुगेर उहाँहरूलाई सबैजनालाई दिएर यता मेरो खाना फेरि रेडी हुँदैछ। अनि
कति हद छिटै छिटै गरेर तर बसाल्नु पऱ्यो नि त नभए फेरि भरे आएर फेरि गाली खान्छु भन्ने पनि चाहिँ बनाइसकिनँ भनेर किनभने बिमारी भएको घरमा चाहिँ अलिक छिटो गरेर खाना बनाउनु पऱ्यो तातो खाना पनि दिनै पऱ्यो नि त अनि फेरि खानु त कति पनि हुन्न भए पनि गरम गरम दिन मन लाग्छ त भात पनि रेडी भयो त सब्जी पनि बनाउनु रेडी भयो फाइनली यता मेरो खाना रेडी भयो म दाल खान मन लाग्दैन मलाई दाल खाइनँ मैले मेवा बोइल अनि त्यही निगुरो र उसको भाजी अनि यो अचार बयमको अचार अनि निगुरो टेङ्गा एउटा लिएँ आजको भिडियो कस्तो लाग्यो भन्नु